आज चाहिँ मेरो घर निकाला हुने भयो। बिहान बिहान गल्ती गरेपछि त्यस्तै हो, घरको मालिकले आज निकाला गर्ला जस्तो छ। होइन, यो हाम्रो घोष दिदीले बिहान बिहान चाहिँ के गल्ती गर्नुभयो? जाडो छ नि त होइन, अनि घामतिर सेकाउनु पर्यो नि त होइन, अनि यस्तरी सेकाउनै थियो क्या, यस्तो सेकाउदै कुर्सी नै भाँच्यो। ए, गल्ती त ठुलै गर्नुभएको रहेछ नि त। अनि कहाँ घामलाई त्यसरी देखाउनुहुन्छ त? घामको पनि आँखा हुन्छ। घामलाई लाज लाग्यो होला, हेर्नै सकेन अनि लात्ताले हाने। लात्ताले हानेपछि लड्दैन अनि? अर्को गल्ती चाहिँ फेरि होइन, अर्को गल्ती चाहिँ फेरि के गर्नुभयो नि? तलबाट सेकाउने भएको हिटरमा खुट्टा जलेर हेर्नु नि, हेर्नु छैन, तलबाट पनि जलेको, अब तलतिर पनि छैन। होइन दिदी, तपाईँलाई रेस्ट भन्ने कुरो थाहा छैन? दिमागमा अलिकति पनि याद आउँदैन? बेलुका पनि सेकाएको छ, बिहान पनि सेकाएको छ, फेरि बेलुका सेकाएको छ, बिहान सेकाएको छ। त्यसरी 24 घन्टा सेकाएपछि त जलिहाल्छ नि। कहाँ बाँकी रहन्छ त अनि? शरीरलाई अलिअलि रेस्ट दिए पो हुन्छ त। रेस्ट गर्ने गर्नु, अलिक रेस्ट गर्ने गर्नु, न त त्यो अलिअलि भएको पनि सबै जाला नि फेरि।